गाइजहरू त्यही हो सामान किन्ने भनेको ओ मा कसम क्या रहेछ है साथीहरू सिधा आन्टी पनि हुनुहुन्छ आन्टी र बहिनी चाहिँ माथि हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो होइन अनि सबैजनालाई कस्तो छ एकदम सन्चै हुनुहुन्छ होला म पनि एकदम ठिक छु होइन अनि आज चाहिँ हो दसैँको अष्टमी होइन त्यही भएर सबैलाई चाहिँ एकदमै ह्याप्पी दसैँ 2025 2082 साल होइन सबैलाई ह्याप्पी दसैँ ल यहाँ चाहिँ दसैँको यता हुँदैछ तयारी लसन ससन छिलिँदैछ है म चाहिँ जान्छु कपाल काट्न अनि कपाल पनि काट्छु अनि मेरो यो एउटा सर्ट पनि किनेर लिएर आउनुहुन्छ त्यसपछि सर्ट अब मिल्छ कि मिल्दैन होइन मिल्यो भने ठिक छ लिएर आउँछु अब नमिल्यो भने त्यस्तै हो अनि त्यसपछि खसीको मासु पनि त्यहाँ भनेछ त्यहाँबाट लिएर आउँछु किनेर त्यति नै हो अब म जान्छु सिधै यहाँबाट मेरो अभिषेक साथीको घर अनि अभिषेक साथीको घरमा पुगेर अनि त्यहाँबाट हामीहरू बाइकमा जान्छौँ के अरे यही सामानहरू लिन अनि कपाल पनि काट्न त्यति हो सबैले चाहिँ ह्याप्पी दसैँ राम्रोसँग मनाउनु होला है गाइजहरू ल अब हिँड्दैछु हामी बाटोमा ल साथीहरू चल्दिउँ अब मेरो घर चाहिँ यस्तै छ है यो चाहिँ अझै कम्प्लिट पनि भएको छैन है यता माथि यता आन्टी पनि हुनुहुन्छ यो आन्टीको आन्टी र बहिनी चाहिँ माथि छन् अनि यो हाम्रो सबै यो हाम्रै घर यता अङ्कल बस्नुहुन्छ अनि यता चाहिँ हामीहरू बस्छौँ अनि यो घर चाहिँ अब यो हाम्रो कम्प्लिट भएको छैन यो कलरहरू चाहिँ यसमा लाउनु छ अझै व्हाइट कलर लगाएको हो अनि यो नसुकेर चाहिँ अनि पानी नै परिरहेको छ त्यही भएर काम रोकेको छ अब यो कहिले कम्प्लिट हुन्छ हेरौँ यो यसमा अर्को कलर लाउने हो व्हाइट कलर मात्र होइन त्यही हो अब हेर्दै गर्नु यो कस्तो बन्छ घर के बन्छ होइन राम्रो बनिरहेको छ बिस्तारै दसैँसम्म कम्प्लिट हुन्छ कि हुँदैन खै न त तिहारको लागि भए पनि राम्रै बन्छ ल अब चाहिँ म लाग्छु बजारतिर है हामी चाहिँ लाग्छौँ म बजारतिर गाइस पानी लागेको थियो ठ्याक्क साथीले यता मनी जान्छु भनेछ होइन हाम्रो एउटा साथी पनि छ यता मेरो फ्यात्ते भाइ मैले मायाले फ्यात्ते भाइ भन्छु आउँदैछ निकाल्दैछ स्कुटी निकाल्दैछ गाइस अब अनि उता एउटा अर्को साथीलाई पनि लिन जानु छ आशिष पनि जाने हो सोध्न आशिषलाई नि आइसक्यो साथी हामी जाउँ अब ल सोन हामी आइसक्यो अभिषेकको साथी घर कहाँ छ साथी अझ किन काट्ने अस्ति काटे होइन कपाल ल साथीहरू यो चाहिँ अभिषेक छ ऋतिक छ म छु होइन आशिष चाहिँ घरमा सुत्या सुत्ती छ अरे 9-10 बजिसक्यो उठ्दैन त्यो त यस्तै हो काम गर्न जाँदैन त्यो छोड्यो ल हामी लाग्दैछौँ साथीहरू बजारतिर ल यो भाले खाने हो दसैँमा निस्किँदैछौँ साथीहरू अभिषेकको घरबाट हामी सिधै लाग्छौँ यहाँबाट अब गएर सिधै कहाँ जाने सुरुमा सिधै खसीको मासुकोमा जाउँ ल साथीहरू निस्किँदैछु हामी साथीले भिडियो बनाइदिनु लाग्छ पछाडि बसेर हेर्नु अब यस्तो बाटोबाट निस्किरहेको छ मैले बाहिर पिच रोड आउँछ अनि राम्रो ल साथीहरू पिच रोड भन्ने कि के भन्ने यसलाई अब हामी यहाँ मेरो पसल आएको छु यहाँ चाहिँ हाम्रो काली कुकुर छ यही हामी यो के अरे पसलमै हुर्केको कुकुरहरू चाहिँ यो चाहिँ पसल भइहाल्यो हाम्रो होइन महेन्द्रनगरको चिकन समोसा साथीहरू ल चिकन समोसामा हामीलाई स्वागत छ सबैजनालाई मम्मी यहाँ हुनुहुन्छ ल मम्मी नमस्ते गरिदिनु वेलकम टु माई सन भ्लग भन्नु त नमस्ते त गर्नु नमस्ते ल नमस्ते गर्नु न गर्नुपर्छ नमस्ते गर्नु ल नमस्ते ल मम्मीले नमस्ते हानिदिनु भयो साथीहरू यहाँ छ एन्टी भी लाइक सोझो आज यहाँ बस्यो कुदकुद हात दिँदैछ हात दिँदैछ हात कहाँ जाने हो लड्छ है छोड्दै बजारमा अहिले कुकुरहरू आउँछ तल हाले ट्रेनिङ गर्नु भएन अहिले यहाँमा बाई बाई ल पसलबाट निस्किहाल्यो अब हामीहरू जाँदैछु सिधै बजारतिर
के भइन्छ के हुन्छ बजारमा हिँड्नु गएर हुन्छ अहिले चाहिँ बिहान भएर अलिअलि पानी नै परिरहेको थियो अघि नै अहिले चाहिँ रोकेछ है हामी पुग्यो यो सिधा 5 नम्बर गल्ली पुग्यो अब यो 5 नम्बर गल्ली हो पुरै 5 नम्बर गल्ली अगाडिबाट मामा आइरहेछ मामा आएर अनि के भन्यो त के भनेको आज त जान्छ अङ्कल आज जान्छ ढुक्क आज ल यो महेन्द्रनगरको बजार यस्तै छ दामी छ नि हाम्रो महेन्द्रनगर पनि गाइजहरू सही छ नि के भयो त्यति भाइ यसको नाक देखाइदेऊ साथी गाइजहरू यस्तै हो सामान किन्ने भनेको हाम्रो भिजन क्लोथिङबाट महेन्द्रनगर गल्ली नम्बर 3 को होइन ठ्याक्कै हाम्रो माछाको पसलको अगाडितिर माछाको पसलको यस्तो अगाडि छ सबजना भिजेर हान्नु होला है ल हाम्रो कपाल काट्ने पसलमा आइहाल्यो काट्यो है कपाल साथीहरू राम्रो लुगा ल्याउँछ त्यसले आफू बनाउँछ होइन कति हो गाइजहरू महेन्द्रनगरको पार्क हेर्नु ल साथीहरू अब हामी आफ्नो गाउँमा छिरिसक्यौँ बागवानीमा है यहाँ चाहिँ एक गेट छ ल नाम लेख्न चाहिँ बाँकी हो नाम लेख्नु बाँकी छ बागवानी हाम्रो टाइगरल्यान्ड हाम्रो गाउँघर हेर्दै हेर्दै हिँड्नु म घरसम्म लैजान्छु देखाउँदै घर पुग्यो गाइस कलरको काम स्टार्ट भइसकेको रहेछ घर आइसक्यो है म चाहिँ सामानहरू लिएर यहीँ छ सामान अब के छ सामानहरू चाहिँ यति आयो हाम्रो यो चाहिँ कपडा भइहाल्यो मेरो टी सर्टहरू अनि यो चाहिँ मासु भयो तेल भयो के हो अनि यो घर चाहिँ हाम्रो है यो घरको चाहिँ तयार हुँदैछ अझै कम्प्लिट काम चलिरहेछ कलर सलर लगाउनु छ अझै होइन त्यही हो अब छिरौँ घरभित्र है साथीहरू आइज साथी जाउँ घर अनि यता हाम्रो सोल्टिनी चाहिँ सुतिराख्नु भएछ ओ सोल्टिनी उठ यहाँ लाइटवाला उठेर नास्ता खाएर फेरि सुत्ने मान्छे
हाम्रो भावना कार्की मिस भावना कार्की भनिन्छ। ओट ल आइज सामान आइसक्यो, खाना पकाइहाल्नुहोस् हजुर। ल हाम्रो किचनमा छिर्यौँ हामी चाहिँ। यहीँ राखिदिएँ मैले तेल मासु चाहिँ। टी सर्टहरू चाहिँ यहाँ लिएर आएँ मैले। यो चाहिँ टी सर्टहरू अब एउटा साथीको छ, एउटा मेरो छ। ल दिदी खाना बनाइहाल त हजुर। ल ल ल भोक पनि लाग्छ न मलाई। ल पानी खा, कहाँ गइस्? हेर्दै हेर्दै गर्नु होला तपाईँको आफ्नै ब्लगर सुदन कार्कीको। यस्तै गरेर कसले पो भन्थ्यो नि एउटाले। बदलेको छैन पर्खिरहेछ। साथीहरू कपाल नै काटेर आइसकेँ म। कस्तो काट्दैछ हेर्नु भन्नु होला। यस्तै हो भर्खरै नुहाएको, अनि कपाल सपाल काटेर नुहाइदिए गरियो। अनि मैले टी सर्ट चाहिँ स्वेट सर्ट चाहिँ मैले कस्तो लिएर आएँ भनेपछि हेर्नु होला। मैले यो स्वेट सर्ट चाहिँ यस्तो लिएर आएको छु भिजन क्लोथिङबाट। यस्तो छ है, यो फ्रन्ट लुक हो। यो चाहिँ फ्रन्ट लुक भइहाल्यो। यो चाहिँ फ्रन्ट लुक भयो होइन, यस्तो हो टी सर्ट चाहिँ। अनि यो ब्याक लुक यता छ। ब्याक लुक चाहिँ यस्तो छ है। ल ब्याक चाहिँ यस्तो छ। जे होस् ठिकै छ, प्राइस अनुसार राम्रो छ। ल यही हो मैले लिएर आएको चाहिँ साथीहरू। हाम्रो किचनको हालखबर चाहिँ के छ है, कस्तो पाकिरहेको छ। यहाँ दामी भइरहेछ है। यहाँ चाहिँ भात पाकिरहेको होला सायद है, म देखाउँछु रोक्नु। यहाँ चाहिँ भात पाकिरहेको छ, अनि यो चाहिँ दाल होला सायद। दाल पनि यो दाल हो, खोल्दै हो यो खोल्दै दाल हेर। गाह्रो छ यो खोल्न, फेरि एकदम खोल्दैन यो खोल्न गाह्रो छ है। यो खोल्न कस्तो कमेडी हुन्छ अहिले, खुले धन्न पऱ्यो। ल दाल बनिसकेको रहेछ दामी तरिकाले। यो चाहिँ मासु पनि पाकिसक्यो, अलिकति बाँकी नै रहेछ। तर मासु गर्नु कस्तो बनेछ खै। ल यहाँ चाहिँ खसीको मासु छ, यहाँ हेरौँ है दामी कस्तो बने। ओ मा कसम दामी छ है। ल साथीहरू दामी कस्तो बवाल देख्छ ल खसीको मासु नि, भुङ्गुरकै मासु देख्छ यहाँ बवाल। ल अनि दामी यहाँ चाहिँ भात हो, त्यही हो दाल भात मासु। यहाँ चाहिँ हाम्रो भाइ सुतिरहेको छ डेनिस के छ हालखबर? ठिक छ हालखबर, ठिक छ कि नै? के हेर्दैछ यसले? के हेर्दैछ? के हेर्दैछ यसले? हेलो गर्नु हेलो हाँस्दैन त मुसुक्क है, मुसुक्क खतरा हाँस्दै। रोक्ने का नहीं। खाना आइसक्यो है मेरो। अब खाना खान्छु। यहाँ भात दाल छ, दाल भात मस्त। अनि यहाँ भात छ, मासु छ यता चाहिँ। अनि बब्बाल अब चाहिँ खान्छु म मस्त बसेर केटाहरू। खाना पनि खाइसकेँ, एकदम पेट पनि फुल भइसक्यो। अब चाहिँ एकछिन रेस्ट गर्छु, मजाले सुत्छु। यस्तै म गुड नाइट साथीहरू, सुतौँ अब। मस्त दाल भात मासु सेकियो, अब सुत्न लाग्यो है साथीहरू। ल